गर्दै पनि हुन्छ नि, केही फरक पर्दैन खासमा। तपाईँले मेरो बारेमा जे इमेजिन गरे पनि हुन्छ। के बोले भाइ? के बोले? उहाँलाई चिन्नुहुन्छ होला सायद। हजारौं मान्छेको बीचमा गएर यो शब्द बोल्नु बुद्धिमानीजनक कुरा हो। तपाईले यो भिडियो हेर्नुभयो? यो शुद्ध अश्लीलता होइन त के हो? अझै पनि हामी यस्ता गीत सङ्गीतलाई प्रोत्साहन गर्दै जाने हो त? यस्ता गीत सङ्गीत, यस्ता भिडियोहरूको खबरदारी गर्नुपर्छ। अरूले गर्ला भनेर हेर्दा हेर्दै कैयौं वर्ष बितिसके, कैयौं गीत सङ्गीतहरू विलुप्त भइसके। नव गायक, नव सर्जकहरूले त्यसमा माटो मिलाइदिएका छन्। सबै श्रोता, सबै दर्शक नग्नता र विकृतिलाई मात्रै प्रोत्साहन गर्ने खालका हुँदैनन्। राम्रा सर्जकहरूले, राम्रा कलाकारहरूले निर्माण गर्नुभएको छ र यिनी गीतहरूमा वेशभूषा पनि फरक देख्नुहुनेछ। पिरती लाउन त साइले घुम्नलाई जाम्न त मानोङको टैमा मेरो दिल बस्यो लाली ओठैमा। हेलु है मानोङको टैमा मेरो दिल बस्यो लाली ओठैमा। भर्खरै मात्र चर्चामा आएको बद्री सापकोटा र शान्तिश्री परिवारको आवाजमा रहेको मानोङ कोठैमा तपाईहरूले सुन्नुभयो होला। राम्रा दर्शकले, राम्रा श्रोताहरूले यस्ता गीतहरू छुटाउनुहुन्न, मलाई थाहा छ। कति सुन्दर तरिकाले यी शब्दहरूलाई तह तह गरेर राखिएको छ। सबै श्रोता, सबै दर्शक नग्नता र विकृतिलाई मात्रै प्रोत्साहन गर्ने खालका हुँदैनन्। चाहे चलोस् नचलोस्, ट्रेन्डिङ नम्बर 1 मा परोस् नपरोस्, त्योसँग केही मतलब भएन। तर यी गीतहरू कालजयी अमर रहनेछन्। हामी जस्ता धेरै नेपाली मनहरू हुनुहुन्छ जसले लोक संस्कृति, लोक परम्परालाई जिउँदो देख्न चाहनुहुन्छ। यहाँहरूको देन छ, आजसम्म लोक संस्कृति जिउँदो छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद। यो एउटा उदाहरण हो, अन्य गीतहरू पनि छ। आउनुहोस् यो गीत हेरौँ।